कैसे हो मेरे प्यारे प्यारे भाइ बहिनीहरू र सब्सक्राइबरहरू। आज हामी गर्नेवाला छौँ लुडोमा। यति छ होइन अहिले चाहिँ मेरो यति छ। त्यसपछि आज हामी लुडो खेलेर बढाउनेवाला छौँ। त लुडो आज मलाई तपाईँहरूले चाहिँ लुडो खेलेर के बढाउने सोचेर होला। लुडो खेलेर हामी 46 लेभल पार्नेवाला छौँ। कति 46 लेभल पार्नेवाला छौँ। यो चाहिँ मेरो पहिलो म्याच हो, फर्स्ट म्याच। तपाईँहरूले माथि पनि देख्न सक्नुहुन्छ, यो फर्स्ट म्याच हो भनेर। अहिले खुल्छ र म चाहिँ गएर हानिदिउँ जस्तो लागेको छ कि। तर यसमा चाहिँ कमेन्ट हुँदैछ मलाई अझै कति चाहिन्छ, एकछिन 2 3 4 5 6 4000को उति चाहिन्छ EXP। 4000 EXP कम हो गाइज। 4000 EXP पनि कम त होइन। यसलाई मारि आफ्नो नयाँ देखाउने हो कि किन लागिरहेछ यसले मलाई मारिदिन्छ। तर सेकेन्ड राउन्डै मैले चाहिँ आरामले जितिसकेको छु। अब थर्ड राउन्ड छ। थर्ड राउन्डमा चाहिँ के हुन्छ के थाहा। उताकोले के गर्नु होला, कस्तो मान्छे रहेछ भन्नै लिँदैन। अब चाहिँ मेरो हातमा UMP आइसकेको छ। तर मलाई UMP राम्रोसँग चलाउन आउँदैन, किनभने आई एम नुब अफ UMP। म नुब्डा हो UMPमा। तपाईँहरू मध्ये कसले चाहिँ यो टी सर्ट पाइसकेको छ कमेन्ट गरिदिनु होला। आई एम नुब अफ UMP चलाउनै आउँदैन। त्यो भएर चाहिँ म यहाँ खेल्न आँटिसकेको छु। लागेन भनेर त गाइज, लागेन अब लाग्छ, लागेन छ्या गाइज, लाग्दैन। अब म चाहिँ के गर्नु, लागेन भने भन्नु हो नि त मैले भने आई एम अ नुब। अब 12 मिनटसम्म यो भिडियोमा मैले भोइस डबिङ गरेँ। भोइस डबिङ गर्नुभन्दा गाह्रो काम केही होइन, तर हो एउटा एडिटिङ त्यति आसानीले नि आउँदैन। तपाईँहरूलाई यस्तो गर्छ कोही चाहिँ अब फेरि हारे, कोही यस्तो गर्छ कि अब भोइस डबिङ गर्न च्याउ लाग्यो अनि त्यसपछि गीत हालिदिन्छ। तर म नि त्यस्तै हो। तर थर्ड राउन्ड नै हारिसकेँ, फोर्थ नै हारेँ गाइज। 5 पनि अर्को राउन्ड फाइनल राउन्डधरि हारेँ, रिस उठिसक्यो। अर्को म्याचमा चाहिँ म जित्न सक्छु होला। यहाँ चाहिँ मैले EXP कति बढाएछु देखाएन, किनभने मलाई लाज लाग्यो। किनभने +48 भएछ। तर अब चाहिँ म यसमा M500 भन्छ, M500 भन्छ रियलमा। अब चाहिँ M500ले म हान्नेवाला छु सबलाई। भाइहरू नयाँ मान्छे को हारेछ हानिदिइहालौँ न त। अब नयाँ म फ्ल्यास फालिसकेको छु। ओइ 32 को लाग्यो, 32 को होइन त्यही लाग्यो यार 32 को। यसले त मलाई कस्तो ड्यामेज लगाइदिन्छ। ओइ तर मैले यो राउन्ड चाहिँ जितिसकेको अवस्था छ। यो टोटल मेरो सेकेन्ड म्याच हो। छिटो सकाए नि हो क्या म्याच। छिटो होइन, ढिलो सकाउने। किनभने ढिलो सकायो भने त्यो EXP कार्ड जति ढिलो सकायो त्यति धेरै पाउँछ हामीले। त्यही भएर हामी ढिलो सकाउने हो। कसरी ढिलो। तर म छिटो सकाउन खोज्छु होला। यो भिडियो चाहिँ टोटल 12 मिनटको बनाउँछु म, किनभने एउटा भिडियोमै मैले 3000 पुऱ्याउन सक्दिनँ। अर्को भिडियोमा म थोरै बढिसके नि हुन्छ CS खेलेर। त्यति बेलै बढाउँछु भिडियो आउँछ। यसको पार्ट 2 चाहिँ त्यति बेला आउँछ। पार्ट 2 इनकमिङ सुन भनेर हालिदिने के। त मेरो तपाईँहरूले यति माया गर्नुभएको छ। तर मैले अब नयाँ भिडियो एउटा लुडो खेल्दाखेरि हानेको हेडसटवाला भिडियोलाई नि अलिकति लाइक एन्ड सब्सक्राइब दिनु होला। मैले अर्को राउन्ड नै जितिसकेँ। मलाई यो राउन्ड चाहिँ किन हार्छ कि जस्तो लाग्छ। तर म हारिनँ, जित्छु। आई एम द प्रो, आई एम द गड। ओए त्यसलाई के लागेछ, के भन्छ त्यसलाई, त्यो अन्धो पारिदिन्छ त्यसले। ओकेजन त्यहाँ छ त गाइज। कोही लाग्न मेरो गोली त रुख यार। अब त्यसलाई 21 को ड्यामेज। तर मैले त्यसलाई मार्न सकिसकेको छु। त्यहाँ नुबा चाहिँ के, मैले 3टा राउन्ड जितिसकेँ। 3टा राउन्ड। अब चाहिँ यो मेरो 4th राउन्ड हो। 4th राउन्डमा चाहिँ मैले के गर्छु मलाई थाहा छैन। अरे त्यो मान्छे खोइ हरायो गाइज, डराएर गएछ। म चाहिँ यहाँ जितिसकेको
छु यो म्याच प्लिज लाइक एन्ड सब्सक्राइब भन्न चाहन्छु। अनि यहाँ टोटल 37 अघिको भन्दा नि कम जब 37 कति भएछ यहाँ अलिकति झुल्ला झुल्ला देखिरह होला भर्खर 2160 भएछ 100 कति चाहिँ मलाई नेपालीबाट भन्न आउँदैन। त स्टार्ट गेम स्टार्ट भएपछि ए यार आफ्नैमा फ्यालेपछि मलाई यस्तो रिस उठ्छ। मैले कति मिनट डबिङ गरेँ होला त्यसलाई म मार्न सक्छु कि सक्दिनँ। यसलाई म अब हेड हान्न ट्राई गर्छु। म हेड हान्न ट्राई गर्छु भने साला त्यसले पो मलाई हेड हान्दिन भने म हेड हान्छु त्यसलाई ओपी साइड 1 ट्याप 2 ट्याप 3 ट्याप लास्टमा त गेम पो हारिछु कि। यो चाहिँ मेरो टोटल थर्ड राउन्ड होला थर्ड है गाइज यो थर्ड राउन्ड है त्यस्तै लागिरहेछ मलाई। दिस इज थर्ड राउन्ड। मलाई इङ्ग्लिस बोल्न म इङ्ग्लिस छाडिदिन्छु त्यसलाई म भुटेर मारिदिन्छु। रुक्नु म यस्तो खेल्छु राम त मलाई लागेको छ यार त्यसलाई म भुटिदिन्छु। रुक अरे 67 हान्दै मऱ्यो। अरे बाप रे कितना मजा अथ गाइज। म चाहिँ गेम खेल्दा खेल्दै साला पछाडि भित्तामा ठोकिसकेको छु सर्कल लिइसकेको छु। यति आमो देख्नु भएको छ तपाईँले। अब यसलाई ड्यामेज चाहिँ मैले डर दिएको छु तर के हुन्छ मैले मार्न सक्छु कि सक्दिनँ यसलाई। कहाँ भएको त्यो जाँठा मिडिल आउँछ होला माथि गएर हान्छु। अरे मर्नु ल दामो हेड हान्दिरह यार त्यसले वाट द हेक भयो कि मसँग हेड हान्यो भन्ने मलाई धेरै गुस्सा आइरहेछ रिस उठिरहेछ। किनभने तेर्को आफ्नोमा फ्याल्ने बानी भइसक्यो कि किनभने मैले गेम हारिरहेछु रिस उठिरहेछ छ। आजको भिडियो 12 मिनटको हुन्छ मैले भनेकै छु गाइज तपाईँलाई। यो भिडियो चाहिँ फुलसम्म वाच गरेर लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। म मारिदिन्छु होला त गाइज। जो पनि मेरो गिल्डमा आउन चाहनुहुन्छ तिनीहरूलाई म मेरो गिल्ड कसरी गर्ने भनेर चाहिँ म भन्नेवाला छु। त्यही भएर मेरो गिल्डमा जो आउन चाहनुहुन्छ आउन सक्नुहुन्छ। केही रिवार्ड छैन केही गिल्ड टिस लिँदैन TMOG स्टार मेरो गिल्डको नाम चाहिँ। तपाईँहरू आउन सक्नुहुन्छ राम्रोसँग जसरी नि बस्न सक्नुहुन्छ म केही भन्दिनँ। तपाईँहरू तर आएर गेम चाहिँ खेलिदिनु पऱ्यो। 1 लेभलको छ गिल्ड चाहिँ त कहाँ कति यो थर्ड म्याच भने होइन मैले अब थर्ड राउन्ड पनि सुरु भइसक्यो। थर्ड म्याचको थर्ड राउन्ड। अरे यसलाई म छोडेर गइदिउँ अलिकति घुम्छु अलिकति उतै बढ्छु। अरे ओइ ल वाट द कहाँ गयो गाइस त्यो टेलिपोर्ट ह्याकर हो के ल हामी दुईजनाकै दुई चाहिँ भइसकेको छ। ल त्यो चाहिँ कहाँ गयो मलाई थाहा भएन। वाट द फुट स्टेप त आइरहेछ तर यो मेरो अर्कैवाला रेकर्डिङ हो यसमा चाहिँ साउन्ड हुँदैन। लास्ट जोनसम्म चाहिँ हामी बाँच्छ जस्तो लागिरहेछ। ल त्यसले फेस पिसायो मैले नि हालिदिएँ। अब त्यसलाई लागेन यसले अब म बिचमा हान्छु उताकै बिचमा। अनि त्यसपछि यो फ्री फायरको मेरो कति नम्बरको भिडियो थाहा भएन लङ भिडियो लाइक एन्ड सब्सक्राइब फेरि भन्न चाहन्छु त्यसको लागि सरी। खोइ त त्यो कहाँ गयो फुट स्टेप त आउँछ कहाँ मऱ्यो। यो चाहिँ टिमअप गर्छ है गाइस टिमअप गरेर तर म धोका दिँदिनँ उतै हो अनि टिमअप गरेर होइन हामी यस्तो अनि हिलिङ ब्याटल गर्ने कि हिलिङ ब्याटल गर्न मजा आउँछ गाइस। अनि हामीलाई हिलिङ ब्याटल हामी हिलिङ ब्याटल गर्ने हो कि गाइस। अनि ओ बाबु आऊ यहाँ टिमअप गर दाइसँग हो आइज नआनु है अलिकति त्यहाँ जोनभित्र गएर म मिडिल आउन सजिलो होस् कि यहाँ जोन आएपछि त्यही भएर हो चाहिँ नमारे टिम ओ छ्या मिडिल लाग्यो गाइस झुकेर मिडिल वाट द रुखमा कसम यस्तो हान्छु नि लाला म दिमाग हान्छ यो। हामी बदला लिन्छु बदला कालका बदला काल हटाएर आरपी ग्याङका बदला भन्ने आरपी ग्याङको फ्यामिली वेलकम भन्ने रे। अब चाहिँ म माथि गएर हान्छु यार यसलाई त म मारिदिन्छु म दया देखाउँदिनँ। मैले यसलाई मारेर गल्ती गरेँ के गाइस कमेन्टमा भन्नु त।
कमेन्ट गरिदिनु होला मैले यसलाई मारेर चाहिँ गल्ती गरेको अवस्था जस्तो लागिरहेछ मैले यसलाई किन मारेँ जस्तो लागिरहेछ अफलाइनलाई मार्छु भनेपछि त्यो अफलाइन जान्छ अनि त्यसपछि म एकछिनसम्म घुम्छु मतलब कि मेरो त धेरै एक्सपी बढ्छ कि यो चाहिँ मेरो फाइनल राउन्ड हो ठ्याक्कै 12 मिनट नै हुन्छ योपछि मैले रेकर्डिङ हेरेको छु कति भएको छ तपाईँहरूलाई देखाएको छैन होला यहाँ माथि चाहिँ तपाईँहरूलाई कति म्याच भएको छ हेर्न सक्नु भएको छ होला यसलाई मारिदिउँ केही बाल भएन भनेर हान्थेँ ओहो 47 3 4 5 एकदिनसम्म घुमेर आउँछु गाइज म घुम्ती रोड चाहिँ मैले खाएको हामी बनायो भनेर किन मैले यसरी गीत गाएको थाहा छ गाइज फेरि यो गीत हालिदियो भने के हुन्छ थाहा छ गाइज कपिराइट आउँछ मेरो कति भिडियोमा कपिराइट आउँछ अब चाहिँ म यस्तो हेड हाने जस्तो वाह या अब त्यसलाई मारिदिनु पर्यो अब पट्टा चाहिँ हेड हान्ने के टुङ साहुर तर टुङ चाउने आएको छ है त्यसलाई पोलियो भएछ त्यही भएर लास्टै पातलो छ क्या लकडीका काठीका घोडा लकडीका काठी हे मेरो दोस्त यसपछि म अगाडि गएर मारिदिउँ जस्तो लागिरहेछ त्यसले मलाई होइन दया नदेखा होइन टिममा हानेर चाहिँ ओ बाँचिने आफूले हानेको त्यसलाई अन्धबार चाहिँ गरेको आफै हुन्छ जस्तो छ मारिदिउँ होला गाई चाहिँ यसलाई मारिदिइसकेको छु र आजको भिडियो यति नै बाई बाई चाहिँ भन्न चाहन्छु अलिकति लोभीमा त बाई बाई गाइज भन्दै होइन अब चाहिँ म बाई बाई भन्न चाहन्छु र आजको भिडियो यति नै बाई बाई गाइज बाई बाई आजको भिडियो यति नै